कान्छी छोरी तपाईँ हाम्रो माझबाट चाहिँ जुन अलग्गिनु भएको छ, अर्थात् भौतिक रूपले चाहिँ उहाँ यस संसारबाट चाहिँ बिदा हुनुभएको छ। त्यसैले गर्दाखेरि उहाँको जुन मृतात्माको चिर शान्तिको निम्ति हामी 1 मिनेट मौन धारण गर्नेछौँ। त्यस पछाडि यहाँ उल्लेख गरिएको बेहोरा म तपाईँहरूको सामु वाचन गर्नेछु अनि हाम्रो शाहवंश उत्थान समितिका सल्लाहकार संयोजक अर्थात् वडाध्यक्षज्यूको बाहुलीबाट चाहिँ हामी जो पीडित परिवार अर्थात् चाहिँ शोकाकुल परिवारलाई हामी यो समवेदना हस्तान्तरण गर्नेछौँ। हुन्छ, हामी 1 मिनेट मौन धारण गर्नेछौँ, समय चाहिँ हस्तान्तरण गर्नेछौँ। यहाँ यस्तो उल्लेख गरिएको छ, हाङबेरङ शाहवंश उत्थान सङ्घ केन्द्रीय समिति 76 अमरजुङ तेह्रथुम स्थापना 2064 भावपूर्ण श्रद्धाञ्जली जन्म 2027 भदौ महिना स्वर्गरोहण 2082 साल मङ्सिर 14 गते जिल्ला तेह्रथुम 76 गाउँपालिका 2 हमरजुङ खैरेनी निवासी स्वर्गीय रूपन्देव सावा लिम्बू र स्वर्गीय चन्द्रमाया सावा लिम्बूकी कान्छी छोरी स्वर्गीय लीलामाया सावा लिम्बूको मिति 2082 साल मङ्सिर 14 गते वर्तमान हाम्रो 76 गाउँपालिका वडा नम्बर 2 का वडाध्यक्ष तथा यस हाङबेरङ शाहवंश उत्थान सङ्घ केन्द्रीय समितिका चाहिँ सल्लाहकार संयोजक कुलबहादुर सावाज्यूलाई म हस्तान्तरण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। बाजेले नि यसो समाउन सक्छ, यसो दिए जस्तो